हेलो एभ्रिवान, नमस्ते, लासो फ्यापेलो सबैजनालाई र मेरो भिडियोमा स्वागत छ हजुरहरूलाई। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि म तपाईँलाई देखाउने छु र सायद तपाईँले मेरो थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ। र साथीहरू, अब हामीले चाहिँ खोलामा जाँदा के लाँदैछौँ भन्दाखेरि चाहिँ हामीले यहाँ चिया बनाइसकेको छ, फिक्का चिया, मरिचहरू हालेको ब्ल्याक टी। र अब हामी चाहिँ जाँदैछ। यहाँ झ्यालमुरी लो दिदी यहाँ हालिदिनु हाम्रो खानेकुराहरू। स्पेसली हाम्रो चाहिँ यहाँ ब्ल्याक टी छ र हाम्रो चाहिँ यहाँनिर फिसिङ गर्ने यहाँ खतरनाक छ चिज, भरे म देखाउने छु। यहाँ कतिवटा माछा आउँछ यहाँ हेर्नुपर्ने हुन्छ। सो अब हामी चाहिँ जानु आँटेको छ, दिदी म अब अरू साथीको हुन्छ बाटोमा भेट्नेछौँ र हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। साथीहरू, हामी लाग्यो अब माछा मार्नु, पिकनिक, ड्राई पिकनिक हाम्रो। यहाँ हुनुहुन्छ हाम्रो दिदी र यहाँ छु म र यहाँ साथीहरू। हामी चाहिँ घरदेखि हिँडेर जानु पर्दाखेरि चाहिँ 15-20 मिनट लाग्ने रहेछ, जोस हिँडेर 20 मिनट चाहिँ होइन 15 मिनट भनौँ घरदेखिको। गाइस फाइनली हामी चाहिँ यहाँ खोला आइसकेको छ है। हेर्नुहोस् खोलाहरू यहाँनिर चाहिँ यस्तो छ, खोलाको ड्याम साइड हो यो। ल गाइस, यहाँनिर चाहिँ माछा खान आइरहेको छ बक्कुलाई। पढाउँदैछ हाम्रोमा यहाँ सामान बोकेर जाँदैछ गाइस। अन्तिमसम्म हेर्नु हाम्रो भिडियो। हाम्रो यो हेटौडा राप्ती पुलमाथि चौकीटोल खोला साइड जाँदैछौँ हामी चाहिँ। चौकीटोलको पुलमा, झोलङ्गे पुलमा तलतिर हामी चाहिँ हेर्नु है पुग्न लाग्यो। अब साथीहरू, हामी आइपुगेको छ यहाँनिर चौकीटोल झोलङ्गे पुल। हामी चाहिँ हिँड्दै यहाँ माथि जाँदैछ, देख्न सक्नुहुनेछ। हिँड्दा लास्टै गरम भयो, गरम चाहिँ ओभर गरम। अब हामी यहाँनिर माछा मार्ने छौँ। वेस्ट अफ टाइम मात्रै हो अब यो अर्काको। ल भयो त, ढालिदियो त अनि हामी एकैचोटमा। यो मान्छे ओभर जिद्दी छ गाइस। यहाँको झुलुङ्गे पुल, ल हेटौडाको झुलुङ्गे पुल को आउनु भएको छ कमेन्ट्स गर्नु होला। अब यहाँ हामीले दिदी र मुसाङ कहाँ जाने हो दिदी? अब हामी कुन चाहिँ ठाउँमा बस्ने हो? सब बिजी लाइफ, यहाँ आफ्नो आफ्नो तालमा हुनुहुन्छ सबैजना। ल दिदीलाई एकदम ठुलो लाग्यो अरे यो खोला चाहिँ। ल गाइस, अब हामी चाहिँ पुलमा यहाँ क्रस गर्दैछ। यहाँनिर पुल खतरनाक छ फेरि यहाँको पुल। हजुर आउनु आउनु आउनु, दिदीलाई डर लागेको छ त पुल त क्रस गर्नु। यहाँ बिस्तारै आउनु। दामी देखेको गाइस, यहाँनिर हेर्नुहोस्। त्यही फोटोसुट हुँदैछ, दामी पोज दिनु हुँदैछ। सबु मिस यहाँ मुसाङ तामाङ क्यामराम्यान खतरा सुट गर्दै। अब हामी चाहिँ खानुपर्ने हुन्छ चिया। अब चिया खाने गाइसहरू। अब हाम्रो चाहिँ यहाँ अब नास्ता हुन्छ हल्का फुल्का होइन, कुरकुरे सुरकुरे। अफसोस की बात गाइस होइन, हामीले चाहिँ चिप्सहरू किन्नै बिर्सेछ हो यहाँनिर। अब यहाँ म जुत्ता चेन्ज गर्छु यहाँनिर र यहाँनिर अब यहाँ बसेर टक्कसँगले खाने हो। यहाँनिर चिया खोलाको छेउमा बसेर चेयर्स दामी देखिरा। चेयर्स। ओ ल अब हामी खानु आँटेर गाइस। ल एप्पल खतरा देखिरहेछ त हो। सबु मिस मदन सर यहाँ यस्तो दामी देखिरहेछ भ्यूहरू। ल ए मेरो नि गर्छु ल तिनजनाको गाइस। ब्ल्याक टी ब्ल्याक टी हो ब्ल्याक टी। यहाँ चाहिँ माछा मार्नेहरू पनि आउनु भएको छ। यहाँ अब उहाँहरूले चाहिँ अब यहाँ माछा मार्नुलाई। ल साथीहरू, यहाँ चाहिँ हामी ओह्रालो जाँदैछ यहाँबाट हिँड्दै। अब हामी
हिँडेर जाँदैछ गाइस यहाँबाट अब चिप्ल्यो भने एकैचोटि तल्लो गडामा पुग्छ है बिस्तारै हिँड्नु है बिस्तारै पक्रिदिनु है मुसँग मेरो माछा मार्ने फेरि झोला झर्छ नि फेरि अब मोबाइल चाहिँ झर्छ मान्छे साथीहरू हामी चाहिँ यहाँ यस्तो ठाउँबाट जाँदैछ गाइस होइन हिँड्नै नसक्ने मेरो चप्पल त क्या चिप्लो हामी त यस्तो मुढा ढुङ्गाबाट कति हिँडेको सपनामा कि विपनामा तर हिँड्नु त हिँडेको हो होइन गाइस हेर्नुहोस् त माई गड गाइस यस्तो ठाउँबाट चाहिँ हामी आएको है हेर्नुहोस् गाइस अब हामी आउँदैछ माछा मार्नुलाई यहाँबाट म जम्प गर्नेवाला छु यता गर्नु कि यता गर्नु अब यहाँ हल्का देखाइदिनु साथीहरू अब हामी चाहिँ माछा मार्नुलाई अब रेडी अब हामीले चाहिँ यस्तो टेक्निक लगाएको छ बोतलमा होइन अब माछा कतिको आउँछ म देखाउँछु तपाईँहरूलाई है ऊ चाहिँ माथि हिँड्ने अरे म चाहिँ तल हिँड्नु अरे हो साथीहरू ऊ चाहिँ अगाडि कति भेट्यो माछा अब स्टार्ट गाइस अब स्टार्ट हो माछा मार्ने अहिले हालैमा चाहिँ भएको छैन अब माछा हेर है माछा कहाँतिर पाउँछ भन्नु त माछा यतातिर छ यहीँतिर हो थाहा भएन त्यहाँ थाबी राख्ने हो क्या त्यो यहाँ छ होला यहाँ यस्तो राख्नु न यहाँ छ है माछा यतातिर हिँड्छ हिँड्यो त्यहाँ होइन खुट्टा भिजाउनु यहाँतिर छ कि मान्छेले ढुङ्गामाथि गर्नु खुट्टा चाहिँ कहिले हो त खोइ कहाँ माछा मर्दैछ है एकछिन पछि हेर्ने हो कि यो माछा भनेको यतिकै बस्नु हुँदैन परेन यहाँ बस्नु हुँदैन कि नजिक मान्छे बस्यो भने त आउँदैन माछा अलिक हेरौँ न कहाँ यो ढुङ्गा उतारिदिउँ ल माछा अब मान्छेले माछा कसरी देख्यो मैले देखिनँ खोइ माछा रहेछ त्यहाँ ल गाइस माछा चाहिँ एकदम ठुलो रहेछ यहाँनिर आयो तर्सेको हेर माछा देखेर है गाइस हामी चाहिँ माछा मार्न आएको तर अहिलेसम्म एउटा माछा फेला परेको छैन माछा चाहिँ थापेको दुईचोटि निकालेको परेकै छैन एउटा पनि उनीहरू चाहिँ माछा खोज्दैछ माथि गएर तर माछा चाहिँ एउटा भेटिएको छैन माछा चाहिँ छन चाहिँ छ टन्नै तर खोलामा एउटै समात्न सकेको छैन यत्रो खोलामा कहाँ भेट्छ माछा त नि यो त नि झुल चाहिन्छ हामी चाहिँ लास्ट अब यहाँ थापेको छ मैले खोइ कहाँ देखेँ नि मैले त माछा हामीले यहाँ थापेको उताबाट भाग्यो तर माछा कत्रो ठुल्ठुलो रहेछ साथीहरू यहाँनिर हेर्नु न भित्र छ एकछिन पछि देखाउँछु लाग्यो माछा एउटा पर्दै पर्दैन माछा पर्खिदिएपछि माछा हेर्नु जाँदैछु ल साथीहरू अब म माछा हेर्नु जाँदैछु होइन अब माछा परेन पर्खिनै अब माछा ठुलो पर्यो माछा हेरौँ निकाल न अब माछा त परेकै हो सबै माछा निकाल भने कहाँ हेऱ्यो बाली सरबाली सुनेर माछा रहेछ भित्र गाइस माछा छ अहिले होस् यत्रो ठुलो आउनु परेन भित्र पो छ त अनि माछा छ हल्ला बसिरहेको होस् न मैले त्यो एकछिन माछा छ माछा ऊ तलबाट जान्छ नि त मपट्टि ऊ देख्यो यता हेर न ऊ भागिरहेको ऊ हेर न कति भागिरहेको माछा अर्को माछा पनि भाग्यो त्यो बोतलमा बसेको माछा नि भाग्यो होला है झन् निकाला भनेको अघि टच हुँदैछ माछा हेर्नु त यहाँ बोतलमा देखेको छ अब त कहाँबाट आउनु बोतलमा बसेको माछा नि भाग्यो अब
यसरी हुन्छ त बोतल जस्तो भाग्यो होला। माछा मार्ने तरिका माछा त टन्नै परेछु कति छ पर्यो बोतलभरि पर्यो माछा छ। बच्चा चाहिँ पऱ्यो कि पर्यो होला बच्चा माउ सबै पर्यो होला माछा चाहिँ सब भागिहाल्यो यताबाट हेलो गाइस, आज हाम्रो एउटा पनि माछा परेन होइन। अब हामी नेक्स्ट टाइम आउनेछ फेरि। यो चाहिँ त्यसको लागि हामी नेक्स्ट टाइम युज गर्नु मिल्छ। यहाँ राख्ने डोरी चाहिँ काम लाग्छ हो, लिएर जाने गाइस। औ माथि पुल पुल हुँदै जाने। अब हामीहरू पुल हुँदै जान्छ गाइस। अब यहाँ पुल देख्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ जाने हो हामीहरू। चलो गाइस यता follow me। अब यहाँ जाने साथीहरू आउनु न। आउँछ कि हिँड न के हो यस्तो हेर्नु? के हो यो हेर्नु। साथीहरू अब हामी चाहिँ निक्लिसकेछ। माछा चाहिँ एउटा पनि परेन है, तर माछा चाहिँ यति बेसी थियो होइन, यति बेसी थियो। तर मैले चाहिँ नजानेको होला माछा मार्नु। र अब हामी जाँदैछौँ। दिदी अगाडि सक्नुभयो, उसँग पछि पछि आउनु। ल गाइस अब हामी जाँदैछ। के टोल पो भन्थ्यो मसँग यहाँ बिर्सेँ फेरि। चौकी टोल गाइस। यो चौकी टोलको यो सानो पुल अब क्रस भएर जाँदैछ हामी यहाँ। ल अब हामी जाँदैछ गाइस। यहाँ यस्तो दामी पुल छ साथीहरू। अब हामी जान्छ होइन माथि, जाँदैन। यो चाहिँ हामी यहाँ चौकी टोलको झोलुङ्गी पुलमा यहाँ आएको छ गाइस, देख्न सक्नुहुनेछ। र हामी चाहिँ यहाँ पिकनिक बनाएर पनि जाँदैछ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो पिकनिकबाट। अब यहाँ खोलाबाट जाँदैछ गाइस। खोलामा आएको छ यहाँ हेटौडाको यो चौकी टोलको खोला झोलुङ्गी पुल भनिन्छ गाइस। यहाँ हाम्रो यहाँ पुल चाहिँ एकदम खतरनाक छ गाइस। यहाँनिर यस्तो गाइस दाजु हामी पिकनिक आएको। अब माछा चारो दिने यहाँ बनाइदिउँ। यो चाहिँ माछाले खान्छ है गाइस। अब खतरा खान्छ होला माछाले। खासमा हामीले यो चटपटे बनाउने भनेर चटपटी बनाउनु भनेर ल्याएको। यहाँनिर चाहिँ अब हामीले बेसी भएर दिएको। अब ल यो चाहिँ चौकी टोलको ल साथीहरू अब हामी फर्किसकेको छ। यहाँ दिदी हुनुहुन्छ, यहाँ मुसाङ, यहाँनिर मान्छेहरूको लाइट पनि बल्न थालिसक्यो गाइस। हामी कति 3 बजी आएको होला, अब 6 बज्नु आँट्यो। अब जाँदैछ गाइस। ठिकै छ होइन, बिस्तारै जाने बिस्तारै आएको थियो नि त। आइसकेको छ फाइनली। सो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ भ्यू देख्न सक्नुहुन्छ। यस्तो दामी खतरा, यस्तो खतरा देखिन्छ हो साथीहरू। हेर्नुहोस् न यहाँ पुलबाट चाहिँ, यो झुलुङ्गे पुलबाट चाहिँ यस्तो खतरा पुल देख्छ। र यहाँनिर देख्न सक्नुहुन्छ घरहरू। हेर्नुहोस् घर देखाइदिनु घर। साथीहरू अब हामी चाहिँ झोलुङ्गे पुल पनि आइसक्यो र अब हामी फर्किँदैछ यहाँ। अब हामी पुलबाटै फर्किँदैछौँ। आज हाम्रो माछा पनि मरेन यहाँ फर्किसकेको। माछा एक बोरा पाइहाल्यो। अब माछा पनि परेन गाइस हो। यहाँ मान्छेहरूको लाइट बलिसक्यो गाइस। अब हामी जानेछौँ घर। हाम्रो चाहिँ आजलाई यति नै। फेरि भेट्नेछौँ अब नेक्स्ट भिडियोमा। बाई बाई गाइस।